नमस्कार सबैजनालाई। आज हामी भ्याटको सीमा र व्यापारीहरूले गर्ने गल्तीको बारेमा के कुराहरू गर्छौँ। साना व्यवसायहरूले प्राय जस्तो झुकिने चाहिँ एउटा कुरा हुन्छ। मेरो त सानो पसल छ, मैले किन भ्याटमा दर्ता गर्नु पर्यो भन्ने चाहिँ उहाँहरूको प्राय जस्तो कुरा चाहिँ उहाँले राख्नुहुन्छ। तर नियम नजान्दा पछि लाखौं जरिवाना चाहिँ तिर्नुपर्ने हुनसक्छ। आउनुहोस् एउटा सानो उदाहरणबाट कुरा बुझौँ। मानव एकजना चाहिँ कपडा पसले हुनुहुन्छ। उहाँले चाहिँ वर्षको सुरुमा कारोबार गर्नुभयो, कारोबार कमै थियो भनौँ, त्यसैले उहाँले चाहिँ हैन भ्याटमा दर्ता गर्दिन भनेर प्यानमा दर्ता गर्नुभयो। त्यसपछि बिस्तारै उहाँको व्यवसाय बढ्दै गयो, व्यापार बढ्दै गयो र दसैँ तिहारको सिजनमा व्यापार चाहिँ निकै बढेर तपाईको मानौ 12 महिनाभित्र चाहिँ तपाईको चाहिँ कुल कारोबार चाहिँ 55 लाख रुपैयाँ चाहिँ पुग्यो भनेर चाहिँ बुझौँ। यस्तो केसमा चाहिँ कस्तो हुन्छ भने यदि तपाईको 50 लाख वा 50 लाख भन्दा माथि तपाईको सीमा नाग्ने बित्तिकै तपाईले चाहिँ आन्तरिक राजस्व कार्यालयमा गएर 30 दिनभित्र चाहिँ भ्याटमा दर्ता हुनुपर्ने चाहिँ प्रावधान रहेको छ। तर तपाईले चाहिँ हैन के हुँदैन भनेर दर्ता गर्नु भएन भने चाहिँ अब केही महिनापछि कर कार्यालयबाट मानौ अनुगमन टोली आएर तपाईको चाहिँ यसो खाता हेर्दाखेरि तपाईको चाहिँ खातामा चाहिँ 50 लाख भन्दा माथि अथवा कारोबार हेर्दा बिलबाट काटेको हेर्दाखेरि 50 लाख भन्दा चाहिँ तपाईको चाहिँ सीमा नागेको देख्यो भने अब के हुन्छ भन्नुहुन्छ। यस्तो केसमा चाहिँ सबभन्दा पहिले त 50 लाख तपाईको जुन दिनबाट चाहिँ सीमा नाग्छ त्यही दिनबाट भ्याटमा दर्ता हुनु पर्थ्यो र त्यही दिनबाट चाहिँ भ्याट बिल काट्नु पर्थ्यो। अब मानौ तपाईले 55 लाखमा दर्ता हुनु पर्थ्यो तर दर्ता हुनु भएन। मानौ तपाईले त्यतिखेरसम्म आजसम्म आइसक्दाखेरि तपाईले 70 लाखको चाहिँ कारोबार गरिसकेको अवस्था रहेको छ भने चाहिँ अब तपाईले 50 बाट नाग्ने बित्तिकै गरेको तपाईको जुन 75 लाख 25 लाखको चाहिँ तपाईको त्यसमा चाहिँ के थियो भने तपाईले भ्याट बिल इस्यु गर्नु पर्छ। तर त गर्नु भएको छैन भने 25 लाखमा तपाईको 13% का दरले चाहिँ तपाईलाई सबभन्दा पहिले त त्यो भ्याट असुली गर्छ। त्यसपछि तपाईको ढिला सुस्ती गरेको त्यो भ्याट चाहिँ टाइममा नबुझाएको भनेर तपाईलाई चाहिँ 15% तपाईको ब्याज र थप दस्तुर चाहिँ जरिवाना लाउँछ। र तपाईले भ्याट बिल इस्यु गर्नुपर्ने कुरामा नगर्दै गर्दाखेरि के हुन्छ भने प्रत्येकचोटि जतिचोटि तपाईले भ्याट इस्यु गर्नु पर्यो तपाईले त्यहाँ चाहिँ भ्याट बिल इस्यु गर्नु भएको छैन भने तपाईलाई चाहिँ हरेक सिनारीमा चाहिँ 10,000 का दरले चाहिँ जरिवाना लाग्ने हुन्छ।